यो आन्दोलन चाहिँ कुलमान विरुद्धको आन्दोलन किन र त भने कुलमान घिसिङले डेडिकेट लाइन काटेर रोक्दैछन्। जबसम्म पैसा तिर्दैन तबसम्म चाहिँ विद्युत नदिने भनेर कुलमान घिसिङले भन्नुभएछ। त्यसपछि आन्दोलन सुरु गर्नुभएछ। आज एकजना हिजो आज एकजना मर पनि भएछ। अचम्म लाग्छ देश लुट्ने र चोर्ने बाहेकको सपोर्टमा बाहेक कोही उभिने नभए है हाम्रो नेपालमा। त्यत्रो त्यो पैसा तिर्न बाँकी छ, त्यो पैसा तिरौँ भन्ने चाहिँ केही छैन। कुलमान घिसिङले त्यत्रो पैसा त्यो अब चाहिँ नतिरिकन हामी उद्योग चलाउन दिँदैन भनेर कुलमान घिसिङले घोषणा गरेको। अहिले पछिल्लो समयमा अब त्यहाँ बाहिर नारा जुलुस लगाएर के अरे हामीलाई जसरी पनि रोजगार चाहियो भनेर त्यो रोजगारको लागि गरिरहेछन्। नेपाल सरकारले रोजगारको लागि यत्रो ऋण हाम्रो टाउकोमा कति दिन्छ 91-92 हजार दिन्छ एकजना व्यक्तिको नेपालको। त्यसैको लागि सबजना लड्दाखेरि आज कुलमान घिसिङको विरुद्ध नारा लागिरहेछ। लाज शरम अलिकति हुनुपर्छ। तपाईँहरूले त नथाम्नु होला जो यो नारा जुलुस लाउने तपाईँहरूको बच्चा बालबच्चाले चाहिँ यो सबै थाहा पाइरहेछ। अलिकति लाज शरम हुँदैन? राम्रो मान्छे पनि नराम्रो भनिदिने, नराम्रो मान्छे राम्रो भन्ने हाम्रो कस्तो यो समाज हो?